शब्दहरू मैले धेरैको मुखबाट उच्चारण सुनिसके पछाडि म बाल्यकालदेखि उहाँहरूलाई सोध्थेँ कि यो कुन सतीले कहिले के भनेर किन श्राप गरिन् र के भनेर श्राप गरिन् भनेर मैले प्रश्न गर्दाखेरि कसैले पनि यो सतीले भनेर भन्न जवाफ नपाइसकेपछि मलाई जिज्ञासा बढिरह्यो र गर्दै गइसके पछाडि अब म यो कुरा पत्ता लगाउँछु भनेर त्यस पछाडि मैले सत्ययुगदेखि खोजी गरेँ। सत्ययुगदेखि खोजी गरेँ, जसको लागि मैले एउटा पुस्तक निमन्त्रणा पुस्तक मात्र निकालेको छु। मैले समयले गर्दा म सबै कुरो व्याख्या गर्न सक्दिनँ। सत्ययुगलाई खोजी गरेँ, त्रेतायुगलाई खोजी गरेँ, द्वापर युगलाई खोजी गरेँ र कलियुगलाई खोजी गरेँ र अहिले हामी सबैले भन्ने गर्छ इतिहासलाई पनि भनेर खोजी गरेँ। त्यसपछि सती प्रथाको सुरुवात कुन कुन देशमा कहिलेबाट भएछ र सती प्रथाको अन्त्य कुन कुन देशमा कहिलेबाट कसले गरेछन् भन्ने कुरा समेत पत्ता लगाइसके पछाडि त्यस पछाडि अनि मैले वास्तविक थाहा पाएँ कि नेपालमा सतीले श्राप गरेको भनेको भीम मल्लको श्रीमतीले श्राप गरेको भन्ने कुराहरू त्यसलाई मैले प्रमाणित गरेर त्यसलाई मैले पुस्तक रूपमा पनि उतार दिएँ र त्यस पछाडि अब यहाँ भीमसेन थापाको श्रीमतीले नै श्राप गरेको हो भन्ने कुराहरू पनि हामीले बाल्यकालमा पढ्दाखेरि हाम्रा शिक्षकहरूले भन्नुभएको थियो। मैले त्यस विषयमा चाहिँ मैले अनुसन्धान गरेँ। गर्दाखेरि चाहिँ भीमसेन थापा नेपालको पहिलो प्रधानमन्त्री हुनुहुन्थ्यो र त्यस पछाडि उहाँले अन्तर्राष्ट्रियसँग गरेका केही सम्झौता र त्यस पछाडि उहाँलाई पनि एउटा चाहिँ विभिन्न अभियोग लगाएर उहाँलाई हिरासतमा राखियो र हिरासतमा राखेर मानसिक टर्चर दिने कार्यहरू गर्यो र त्यो सँगसँगै बढी चाहिँ आफै आत्महत्या गर्न बाध्य कसरी बनायो भन्दाखेरि तपाईँको श्रीमतीलाई नाङ्गो बनाएर सहर घुमाइँदैछ र यहाँ पनि तपाईँको अगाडि पनि देखाउन ल्याइँदैछ भनिसकेपछि त्यो सहन नसकेर भीमसेन थापाले काँसले आफूले घाँटी रेचेर उहाँ घाइते अवस्था हुनुभयो र उहाँलाई त्यो उपचार नगरिकन उहाँलाई विष्णुमतीको किनारमा लगेर जब फालिसके पछाडि त्यस पछाडि उहाँ छटपटिनु भयो। साउनको बेला थियो, बगरमा विष्णुमती खोलामा छटपटिरहनु भयो र अन्ततः 9 दिन पछाडि उहाँको देहान्त भयो। विष्णुमती किनारमा देहान्त भयो र त्यसपछि उहाँको लासलाई जलाइएन, बरु उहाँको लासलाई टुक्रा टुक्रा बनाएर स्याललाई खान दियो, गिद्धलाई खुवाइयो, तर जलाइएन। त्यस पछाडि जुन स्वयं भीमसेन थापाको लासलाई जलाइएन भनेपछि उहाँको श्रीमती सती गइन् कि गइनन् भन्ने कुराहरू यो चाहिँ एउटा अझ म यसको चाहिँ रिसर्च अझ गर्दैछु र वास्तविक श्राप गर्ने भनेको चाहिँ भीम मल्लको श्रीमती भुवन लक्ष्मीले श्राप गरेको हुनुभयो। त्यसपछि श्रापको कुरो त पत्ता लाग्यो, अब यसलाई मोक्ष कसरी गर्ने त मैले मोक्षतिर अब रोग पत्ता लगाएपछि उपचारको बाटोमा गइसके पछाडि अब सती स्तम्भ स्थापना गर्नुपर्छ भन्ने किसिमको जब हामीले यहाँ सती स्तम्भ निर्माण गर्छौँ चाहिँ सतीलाई जब हाम्रो चाहिँ उहाँको मनो इच्छा पुरा गर्ने कार्य गर्छ तब यहाँ सती श्रापबाट मुक्त हुन्छ, यो देशलाई मुक्त गर्नुपर्छ भनिसकेपछि मैले देशमाथि लागेको सतीको श्रापको दाग मेट्न, ज्ञात अज्ञात शहीदहरूको आत्मालाई शान्ति दिन र काल अकालबाट दिवगत भएका आत्माको चिर शान्तिको कामना सहित पितृ आत्माको मोक्ष प्राप्त भनेर मैले 108 महायज्ञको सङ्कल्प गरेँ। त्यो पूर्व चाहिँ आधा स्वरूप भनेको देवी हो। त्यसले मैले मन्डन देवपुर खामडाँडा सिलकोटमा जहाँ एकदम घना बस्ती छैन, जङ्गल छ, डाँडो छ, मन्डन देवपुरको शिर हो, त्यो ठाउँमा मैले देवी भावत सम्पन्न गरेँ। त्यसपछि देशपतिको शान्ति स्थापना र विश्व शान्तिको कामना गर्दै मैले बौद्धबाट लगायत विभिन्न नवबुद्धबाट र गाउँबाट पनि सामूहिक रूपमा चाहिँ बुद्ध ज्ञान प्राप्त गुरुहरूलाई लगेर शान्तिको पाठ पूजा गरेर राष्ट्रिय झन्डा र शान्ति प्रतिको झन्डा स्थापना गरेर मैले अब किनभने सत्ययुगमा जब सतीदेवीले जब प्राण आहुति गर्नुभयो त्यस पछाडि सत्ययुगको अन्त्य भयो। त्यसपछि त्रेतायुग आयो, द्वापर युग आयो, कलियुग आयो। जब सतीदेवीले प्राण त्याग गरिसके पछाडि महादेवले सतीदेवीको मृत शरीर बोकेर महादेवले जब पृथ्वी भ्रमण गर्न लाग्नुभयो र त्यो ठाउँमा एउटा शक्तिपीठको उत्पत्ति भएको छ। त्यसले गर्दाखेरि म सतीको श्रापको दाग मेट्ने कार्य अघि बढेको भएपछि मेरो खोजी सत्ययुगदेखि भएको कारणले गर्दाखेरि त्यसपछि मैले सतीदेवीको मृत शरीर बोकेर महादेवले पृथ्वी भ्रमण लागेको मूर्तिलाई 600 केजी तामाबाट 8 फिट उचाइ भएको मूर्ति निर्माण गरेँ र गरिसके पछाडि त्यसपछि अब मेरो यात्रा छ जहाँ सतीदेवीको अङ्ग पतन भएर शक्तिपीठको उत्पत्ति भएको छ, जहाँ चतुर्मुख ब्रह्माले शिवलिङ्ग ज्योतिलिङ्ग स्थापना गर्नुभएको छ र जहाँ योगिनीहरूको स्थापित भएको छ र जहाँ चाहिँ धेरै चाहिँ श्रद्धालु भक्तजनहरूले चाहिँ विभिन्न देवदेवताहरूको चाहिँ मठ मन्दिरको स्थापना गर्नुभएको छ, त्यो ठाउँ लगायत जहाँ ठुलो दुर्घटना भएर धेरैको ज्यान गएको छ त्यो ठाउँमा चाहिँ महायज्ञ लगाउने, रुद्री हवन सत्यनारायणको पूजा कार्यहरू गर्ने भनेर म यसरी यात्रा अगाडि बढेको छु र मेरो लगभग 4-5 वर्ष अन्तरालमा म सबै शक्तिपीठहरूमा सम्पन्न गरिसके पछाडि यस मूर्तिलाई एक ठाउँमा स्थापित गर्नेछु र त्यो स्थापित गरिसके पछाडि पुनः फेरि म देशमाथि लागेको सतीको श्राप दाग मेट्नको लागि म सती स्तम्भ फेरि स्थापना गर्नेछु र सती मोक्ष
फेरि अर्को यज्ञ गर्ने त्यो लक्ष्य लिएर चाहिँ म यो चाहिँ तपाईँहरूको कुन संस्थादेखि हो कि के हो? यो उर्वर भूमि नेपाल हो। यसको संस्था पनि छ होला नि त हैन? उर्वर भूमि नेपाल तपाईँ यसको के हुनुहुन्छ? म यसको संस्थापक अध्यक्ष भनौँ अथवा अध्यक्ष भनौँ। स्थापना मैले पहिला म संस्था निर्माण गरी एक्लै रिक्सा यात्रा गरिरहेको थिएँ, तर व्यक्तिगत त्यति राम्रो उपलब्ध हुँदैन भनेर म आफैले एउटा उर्वर भूमि नेपाल संस्था स्थापना गरेर त्यस पश्चात अहिले जे जति कार्य गरेको छ उर्वर भूमि नेपालको आयोजनाबाट हामी गरिरहेका छौँ। यसको लक्ष्य भनेको अब तपाईँको 5 वर्षसम्मको यात्रा, 5 वर्ष 6 वर्ष कति वर्ष हामी जति सक्दो छिटो पनि गर्न सक्छौँ होइन। हामी जति सक्दो यात्रालाई दिनौँ अगाडि बढाउँदै जब हाम्रो जब शक्तिपीठहरूको सम्पूर्ण हामीले दर्शन गराइसकेर मूर्तिलाई स्थापना गर्ने लक्ष्य लिएका छौँ। जति सक्दो छिटो गर्ने प्रयत्नमा हामी यात्रा अगाडि बढिरहेका छौँ। हस्, तपाईँलाई एकदमै धेरै धेरै शुभकामना छ। तपाईँहरूको रथ यात्रा सम्पन्न होस् हाम्रो तर्फबाट पनि है त। अनि यसको लागि म के भन्न चाहन्छु भन्दाखेरि एक्लैले चाहेर केही हुँदैन, सबैले चाहे जे पनि हुन्छ, सबै हिँड्न बाटो लाग्दा बाटो देखाउने एउटै हुन्छ। यसको अर्थ के भन्दाखेरि नेपाल एउटा तपोभूमि हो, विश्वको एउटा शिर हो होइन। हिजो 2500 वर्ष अगाडि गौतम बुद्धले विश्वलाई शान्तिको चाहिँ ज्ञान दिएर चाहिँ एउटा शान्तिको अग्रदूत भएर स्थापित यही बुद्धमा गर्नुभयो। त आज हाम्रो देश आज चाहिँ देश नदीको शान्ति स्थापना छैन। आज सबैलाई ज्ञान दिन सक्ने यहीबाट ज्ञान लिएकाहरू विश्वले छ, तर आज यहाँको धर्मलाई दूषित बनाएको छ। त्यही भएर हामीले यहाँ गर्नु छ, यहाँ चाहिँ दूषित बनाएको धर्मलाई शुद्धिकरण गर्नु छ। हरेक नागरिक आर्थिक जीवन स्तरको लागि हामीले आर्थिक क्रान्तिको सुरुवात गर्नु छ र कृषि क्रान्ति देशलाई आत्मनिर्भरता बनाउनको लागि हामीले कृषि क्रान्ति गर्नु छ। र हरेक मान्छेलाई, किनभने मान्छे नेपालीको काम भनेको कुरा काट्ने भनेको छ। जब काम छैन उसले कुरा गरेर के गर्छ त? त्यसले गर्दा सबैलाई बिजी गराउनको लागि चाहिँ हामीले औद्योगिक क्रान्ति सुरुवात गर्नु छ। त्यस पछाडि निःशुल्क शिक्षा र निःशुल्क स्वास्थ्य गर्नु छ, किनभने जबसम्म निःशुल्क शिक्षा र निःशुल्क स्वास्थ्य हुन सक्दैन तबसम्म भ्रष्टाचारको अन्त्य हुनै सक्दैन। जब यहाँ निःशुल्क शिक्षा र निःशुल्क स्वास्थ्य हुन्छ तब भ्रष्टाचारको अन्त्य अटोमेटिक हुन्छ। जब भ्रष्टाचारको अन्त्य हुन्छ त्यस पछाडि मात्र देश समृद्ध बन्न सक्छ। हाम्रो उद्देश्य रथ यात्रा मात्र नभइकन हामीले देशलाई दिगो शान्ति स्थापना गर्दै विश्वलाई शान्तिको सन्देश दिनु छ। किनभने जबसम्म देशमै दिगो शान्ति स्थापना छैन भने विश्वको शान्तिको सन्देश कुरा उठाउनु भनेको त्यो हामी आफै मूर्खता हुन्छ। त्यसले गर्दाखेरि हामी यही कार्य सँगसँगै जसले आज देशलाई नेतृत्व गरिरहनु भएको छ उहाँलाई हामी ज्ञान दिने कुराहरू गर्छौँ। किनभने यो कार्य जबसम्म उहाँलाई भन्नेछौँ पहिलो धर्मशुद्धि, त्यसपछि आर्थिक क्रान्ति, त्यसपछि कृषि क्रान्ति, त्यसपछि औद्योगिक क्रान्ति, तब यहाँ निःशुल्क शिक्षा निःशुल्क स्वास्थ्य, अनि मात्रै भ्रष्टाचारको अन्त्य, र त्यस बेला मात्रै समृद्ध हुन्छ। त्यो कसरी गर्न सकिन्छ त्यो ज्ञान हामी उहाँलाई दिनेछौँ, त्यो बाटो उहाँलाई लगाउनेछौँ। किन त्यो बाटो उहाँले नदेख्नु भएको कारणले गर्दाखेरि आज राजनीति दलले भाँडुकुटी खेलिरहनु भएको छ, तमासा देखाइरहनु भएको छ। यो होइन वास्तविक न त त्यो हुन्छ। किन भन्दाखेरि जब राजनेता भनेको कस्तोलाई भनिन्छ भन्दाखेरि उहाँको लागि सबै साझा हो, कुनै निजी व्यक्तित्व हुँदैन। जब उहाँले चाहिँ त्यो राजनेतृत्व जब ग्रहण गरिसके पछाडि उहाँले राष्ट्रको लागि सोच्नुपर्ने हुन्छ, तर त्यो यहाँ भइरहेको छैन। त्यो कुराहरू हामी कार्यक्रम मार्फतबाट उहाँहरूलाई पनि हामी चाहिँ सुझाव दिने कुराहरू र ज्ञान दिने कुराहरू पनि गर्दै हामी अगाडि बढ्नेछौँ, जसले गर्दा देशमा दिगो शान्ति स्थापना गरेर विश्वलाई चाहिँ हामी शान्तिको सन्देश दिने कार्य गर्नेछौँ। हस् त, धन्यवाद तपाईँलाई मेरो 2 शब्द राख्ने मौका दिनुभयो, त्यसको लागि धेरै धेरै फेरि पुनः हस्, थ्याङ्क यू।